नमस्ते साथीहरू सम्पूर्णमा देवेन्द्र फड। साथीहरू, तपाईहरूले मेरो फोनको स्क्रिनमा एउटा एकदमै दुःख लाग्दो, एकदमै मन भक्काने खालको एउटा फोटो देखिराख्नु भएको होला। एउटा आमाले बच्चा जन्माइरहेको एउटा फोटो छ। नेपालमा यस्ता घटनाहरू धेरै हुन्छन्। यो एउटा मात्र घटना होइन कि, यो यस्ता घटना नेपालमा धेरै भइरहेका छन्। यो घटना कसरी सिर्जना भयो त? यो घटना किन सिर्जना भयो? यो अवस्था कसरी आयो, किन आयो, कसको कारणले आयो त? साथीहरू, यो अवस्था सिर्जना गर्नको लागि एकदमै ठुलो भूमिका कसको छ त? ल म तपाईँलाई भन्छु। यो अवस्था सिर्जना गर्ने तपाईँ हामी नै हो। ल किन? तपाईँहरूले भन्नुहुन्छ तैँले किन यस्तो भनिस् भनेर। जब चुनाव हुन्छ, जब चुनावको माहौल आउँछ, त्यति बेला हामीहरू 2 लिटर पेट्रोल, 1 थाल मासु भातमा बिक्छौँ। अनि नेताले पनि हाम्रो लागि धेरै पैसा खर्च गर्छन्। ती नेताले पनि हामीमाथि पैसा खर्च गरेको त असुल्नै हो नि त। यदि नेताले असुल्ने क्रममा चाहिँ आफ्नो पेट भर्छन्, जनताको लागि केही गर्दैनन्। साथीहरू, तपाईँ हामीले पेट्रोलको आशमा, 1 थाल मासु भातको आशमा नबिकौँ है साथीहरू। यो अवस्था भोलिको दिन तपाईँको घरमा पनि आउनेछ, मेरो घरमा पनि आउनेछ। त्यो अवस्थामा के बित्ला हाम्रो फ्यामिलीलाई? तपाईँको फ्यामिलीले के बित्ला? साथीहरू, हाम्रो देशमा कस्तो अवस्था छ भने नेताहरू, हामीले गलत मान्छेलाई चुनेर केन्द्रमा पठाउँदाखेरि चाहिँ नेताहरू सानो सानो बिरामी हुँदाखेरि पनि सिङ्गापुर जान्छन्, अमेरिका जान्छन्, भारतको नयाँ दिल्ली जान्छन्। तर हामी गरिबहरू भने एउटा खेतमा बच्चा जन्माउन बाध्य छौँ। यो अवस्था सिर्जना किन भयो होला त? किनकि हामीले राम्रो जनप्रतिनिधि छनौट गर्न सकेनौँ। हामीले एउटा राम्रो व्यक्तिलाई केन्द्रमा पुगाउन सकेनौँ। साथीहरू, अझ पनि केही बिग्रेको छैन। तपाईँ हामी मिल्यो भने अबको फागुन 21 गते राम्रो प्रतिनिधिलाई छनौट गरौँ र हाम्रो देश विकास गर्नको लागि अगाडि बढौँ। जय नेपाल, जय देश।